बंदी छोड़ सतगुरु कबीर साहेब रामपाल जी परमेश्वर जी की जय। सत्साई भाइ बहिनीहरू जीवितमा आफ्नो कर्म यस्तो गर्ने कि पार तर्ने परलोकको बास पाउने आफैले गरेर जाने हो। भाइ बहिनीहरू मृत्यु पश्चात जुन गरिन्छ मार्कण्डे पुराण अनुसार श्राद्ध कर्म रुचि ऋषिजीले सिकाएर जानुभएको श्राद्ध कर्म। अनि पुराण मार्कण्डे पुराण, गरुड पुराण मरेपछि सुनाउने पुराण। अनि यो पुराण त्यो पुराण अनुसारको श्राद्ध कर्म जुन बार्ने भनिन्छ सबै कर्महरू पुराणहरू। अब शास्त्रमा थाहा भयो कि पुराण भनेको ऋषि मुनिहरूले चाहिँ आफ्नो अनुभव अनुसारको लेखेर जानुभएको पुस्तक, जुन शास्त्रमा छैन कुनै पनि यो चलन गर भनेर। अनि शास्त्र विरुद्ध कर्म गर्यो भने भूत प्रेत बन्ने भनेर शास्त्रमा लेखिएको छ। भाइ बहिनीहरू अब सोच्नुहोस् त, मरे पछि हामीले जे कर्महरू गर्छौँ गराउँछौँ या आफ्नो लागि गर भनेर छोड्नुहुन्छ नि, ती कर्महरू सबै पुराणको कारणले चाहिँ हाम्रो मोक्षदायक होइन, भूत प्रेतको जुनी हो। जसले भूत प्रेतको कर्म अर्थात् श्राद्ध कर्म गर्छ उसलाई पनि भूत प्रेतको योनि पाउनुपर्छ भनेर पवित्र भागवत गीतामा लेखिएको छ। सत साहिब जय बन्दी छोड जी की।